महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। अनि अहिले नौ आइपुग्नु भएन भने अनि टिका चाहिँ बनाउनुको लागि के गर्नु बसेर बसेर त अलि त्यो बेला चाहिँ भिक्षादानमा मन्त्रदानहरू बेलामा मध्यपुर नगर स्थानीय कुशल भैरव सन्निग्राम स्थानीय दिव्य सन्निग्र स्थानीय लोकेश्वर महादेव सन्निग्र स्थानीय सिद्धेश्वर महादेव सन्निग्र स्थानीय कुशल भैरव सन्निग्र सन्निग्र स्थानीय विश्वेश्वर महादेव चरणस्थली मध्यभागे कालारी नाम संवत्सरे सूर्यो उत्तरायण गत मासानां उत्तममासे चैत्रमासे चैत्र शुक्लः दशम्यां शोभण्यतिथौ अद्य सोमवार सनानितायां श्री सूर्य विशिष्टायां ततः अद्य काश्यपुत्रोत्पन्न काश्यप ततः ततः त्रिपुर मैत्रावण शाकुन्तरवत नैधुर्व त्रिपुर मैत्रावण शाकुन्तरवत काशीनाथ नाम्ने शर्मणो सकल परिवारों सहित अहम सपुत्र पुत्रादि सपत्र तथा सकल परिवारों सहित अहम विशेषत अस्मत विशेषत अद्य दिने चूड़ा उपनयन वेदारंभ समावर्तन कर्मणिक निमित्तक यज्ञ कर्मणिक निमित्तक तथा समस्त दोष शांति कामनार्थ ब्राह्मण द्वारा विशेषत ग्रह मंडल स्थापित सूर्यादि ग्रह मंडल योजना आदि कर्मणिक यथाद्रव्य सहित नाना नामे शर्मणो ब्राह्मण तीन तुभ्यं संप्रते तसन्न मम सुस्वी ओम अलिकति उद्देश्यमा राख्नु त्यही माथिबाट त्यो राख्नु ओम भने वृतस्मा ओम वृतस्मा हजुर ओम वृतस्मा यदि भने वृतस्मा यदि नमो सन्ताय शास्त्रमूर्ति शास्त्रपादास्य सर्वभावे शास्त्रकामे कृष्ण अर्थवर्तमानो निवेशन्याय नमः हिरण्याय नमः सवितारथी देव त्यो केटाहरूले अलि त्यो खुल्लामा दिउँ त हजुर कृष्ण अर्थवर्तमानो केटाहरूलाई पनि बालाई र त्यो बटुकेहरूलाई अब बटुके भन्नुपर्छ हरि ओम कृष्ण अर्थवर्तमानो निवेशन्याय नमः हिरण्याय नमः सवितारथी देवायाति भुवनानि पश्यन्ति ओम ततः गजाननं भूतगणासेवितं कपितजम्बो फलधारभक्षणं उमासुतं शोकविनाशकारकम् ओम यजमान कुलदेवताभ्यो नमः आफ्नो कुलदेवतालाई यसो सम्झिम नाम सहित यजमान कुलदेवताभ्यो नमः यजमान इष्टदेवताभ्यो नमः यजमान वायुदेवताभ्यो नमः यजमान पितृदेवताभ्यो नमः वाणी हिरण्यगर्भेभ्यो नमः ओम सरस्वती नमः ततः गायत्री नमः सावित्री नमः सरस्वती नमः ओम ततः देवीभ्यो नमः देवीभ्यो नमो नमः हजुर त्यो बाबुहरूको पनि त्यही राख्नु लगाइदिनु यदि ब्रह्मणै नमः ब्रह्म सावित्रै नमः यदि ब्रह्म सावित्रै नमः एउटा झिकेर दिउँ त्यहाँ बाबु अर्को त्यो 105 पनि त्यो दिउँ न हाले अर्को नि हाले 105 त्यहाँ छ हेर्नु त त्यो गाई छ हालेको थियो हो त्यो गोतामा ठ्याक्क मिला भयो त्यो सजिलो बोक्न नि सजिलो पो
चाहिँ छुट्टै राख्ने अनि अलिकति भान्दाइ र चिया खान्छ भनेर जो आउनुहुन्छ उहाँलाई चाहिँ अन्तिको लाएर एकपल्ट त्यो सँगै राख ल अलिकति फुल लाभाइ लिएर हात जोड्यौँ त्यो बटुकहरूलाई पनि देऊ त यति ब्रह्म ऋतिका फेरि होतु प्रार्थना फेरि लिउँ ओम होतु भगवान् सर्वधर्मज्ञं सर्वविदाम्बर वेतति मम यज्ञास्मा देवतुत्यं मुखे गुरु भव यहाँनिर चढ्दिउँ फेरि लिउँ आचार्यस्तु तथा स्वर्गे सकृतिनं बृहस्पति तथा त्वं मया कृष्णानाम् आचार्य भव सुकृतम् दाजु यसो मलाई चढाइदिउँ बिमार चढाइदिउँ फेरि लिउँ ओम पूर्वादि ऋग्वेद पुराण ओम ऋग्वेद पद्मपात्र च गायत्री समदेवताम् अत्रिगोत्रस्य विप्रण ऋतुत्वं मे मख भव इति पूर्वे तथा भरद्वाजास्तु विप्रेणं ऋतुत्वे मखे भव ओम पश्चिमे सामवेदाय नमः उत्तरे बृहन्नां त्रयतवेदानां रुद्रदेवतां वैश्यपानां विप्रेणं ऋतुत्वं मे मखे भव तथा उत्तरे अथर्ववेदाय नमः फुलाचन्द्रेण हात जोड्यौँ है लाभा लिएर ओम ब्राह्मणा सन्तिमे सन्तं पापास्तु समाहितं देवानां दात्रां च पात्रं सर्वदैतं जपयगे तथा होम दान इष्टं विविधै पुनः देवानां च पितॄणां तर्प्यार्थं पाठका कृता यशाद्यास्थिता वेदा पर्यन्तं जगतात्रयं रक्षतु तस्मात् जपयगे व्यवस्थितः ब्राह्मणो जन्ममुद्रिकां एष वाक्यं देवं शुद्धन्ति महिलां जनः पावनां सर्ववर्णानां ब्राह्मणो ब्रह्मस्वरूपिणं सर्वकर्मरतः नित्यं वेदशास्त्रार्थकोविदं श्रूयतां सत्यवाचानं वेदध्यानरतः सदा एतद्वाक्यामृतः सिक्तामृतयान्ति नरोद्भव अङ्गीकृतान्तु कुर्वन्त्यं कल्पद्रुवसमानितं एतत्तं युक्तानां वातादेव्रे उदय ओम तत् ब्राह्मणाय नमः यसो ब्राह्मणहरूको शिरमा अलिअलि त्यो लाग्छ सबैलाई चढाइदिउँ यति ब्राह्मणाय नमः अब फल एउटा फल दियो अरू बाबुहरूले चाहिँ यसो एकवटा अमला र लाभा फुल्ने भान्जा आउने भने होइन सँगै भने भन्दालाई अलिक चाँडो त्यो जने सुपारी अनि एउटा 105 र फेरि 505 धोती वस्त्र दक्षिणा धोती वस्त्र दक्षिणा कर्मणौ सपत्नी सपुत्र पुत्रवधू पौत्रादि पुत्र पौत्रादि सकल परिवारों सहित अहम मम नाम्नि देवी अहम मम तत् सर्वणो अहम मम विशेषतः अस्मत् द्वय तत् पौत्राय झमक प्रसाद नाम्ने सर्वणो तिलक प्रसाद नाम्ने सर्वणो विशेषतः अद्य दिने चूडा उपनयन वेदारम्भ समावर्तन कर्मणिक तत् कर्मणिक निमित्त यज्ञ मण्डप परि तत् ब्राह्मणद्वारा भूमण्डपेन पुण्यवाचन कर्मणिक निमित्त ओम पुण्यहं भवन्तु तीनचोटि भनौँ ओम पुण्यहं ओम पुण्यहं ओम पुण्यहं हरे ओम पुनन्तु मा देवजना पुनन्तु मनसा धिया पुनन्तु विश्वाभूतानि जातवेद पुनैमा पुनः प्रभुक्त संकल्प श्रेष्ठ प्रभुक्त गोत्राय सर्वणो सकल परिवार हो अहम मम विशेषतः भूमण्डपे ब्राह्मण द्वारा पुण्यवाचन कर्मणि निमित्तक ओम स्वस्ति भवन्तु प्रथम ओम स्वस्ति भवन्तु प्रभवन्तु ओम स्वस्ति भवन्तु प्रभवन्तु ओम स्वस्ति भवन्तु प्रभवन्तु ओम स्वस्ति ओम स्वस्ति ओम स्वस्ति हरे ओम स्वस्ति न इन्द्रो वृण सर्वाः स्वस्ति नः पूषा विश्ववेदाः पुनः प्रवक्त संकल्प श्रेष्ठ तत् पूर्वोक्त तत् संकल्प श्रेष्ठ पूर्वोक्त गोत्राय
नामने सर्वण सकल परिवार सहित मम अद्य गोमण्डपे ब्राह्मणद्वारा पुण्यवाचन कर्मणिक निमित्तक ओम समृद्धिं भवन्तो ब्रवन्तम् जन्म ज्योतिरामृता अभूव दिव्यं पृथिव्या अध्यारुहाम विदाम देवा सुज्योति पूर्वोक्त संकल्प श्रेष्ठ प्रभुत कर्मणि भुवन्नवे ब्राह्मण द्वारा पुण्यवाचन कर्मणिक निमित्तक ओम वृद्धिं भवन्तो प्रवन्तम् ओम वृद्धिं भवन्तो प्रवन्तम् ओम वृद्धिं भवन्तो प्रवन्तम् ओम वृद्धिं भवन्तो प्रवन्तम् ओम कल्याणं भवन्तो प्रवन्तम् ओम कल्याणं भवन्तो प्रवन्तम् ओम कल्याणं ओम कल्याणं हरे ओम जय प्रवक्त प्रवक्त आमाहरू बसौँ एकदिन बसौँ त्यही बसौँ बसौँ तयारी गरिराख्नु हजुर त्यो होइन यो हो कि के साथ अर्को ए नानी हजुरलाई नै दुःख दिएँ त्यहाँ किताब छ त्यसै राख्नु हेर बस्छ होइन यहीँ छ ल ए हजुर ल अब तयारी भन्नु ल साइज चाहिँ छोडिहाल्नु मामा पार्टीमा जानु अनि वायु वर्णाय नमः ऊ यता पनि हेर्नु त ओम ईशान वर्णाय नमः यदि भो पञ्चवर्ण पोतोसी आवाहनम सहित हरिओम गणानन्त गणपतिको हजुर अलिकति फेरि फुल लाभ त्यो बाबुहरूलाई पनि दिउँ त गणानन्त गणपतिको अवामय प्रियानन्त प्रियपतिको अवामय निधिनन्त निधिपतिको अति बुद्धि सहित समानाय परिवाराय गणपतये नमः ऊ त्यहाँ गणेशजीलाई चढाइदिउँ हजुर त्यहीबाट ऊ यहाँ ऊ रुमाल त्यो रातो कपडाले पोक पारेर त्यही हो अब काखा लिनुपर्छ यही बेलादेखि नै हो गोदानदेखि नै हो हिजो मैले भोलि बिहान चाहिँ राख्नु भनेको थिएँ नि सिर्जनालाई भोलि बिहान चाहिँ भनेको थिएँ नि हात घुँडा बाहिर पऱ्यो यता होला बाबू येत आहेत समस्या उत्तरायणी कधी दशम्यं परिपूर्ण तिथौ अद्य हा कर्कटाशी यतालाई अलिखेर उसलाई गाई हो त्यो गाई भारतीय हाल्ने गाई बोल्दै अब त्यो सबै
त्यही हो नि यसो पूजा गर्दाखेरि त्यो केलाहरू त्यो आमाहरूले पूजा गर्दै होला उयसमा चाहिँ यो कति यो मैले बाले नै आउने अग्नि प्रज्वलित अप्लजत कर आवाय सुदीन मंगलादि विश्वर आवाय तो भव वैदम भवतु न प्रसन्नो करतो भवतावत् तिष्ठात्मं ब्रह्म यावत् कर्म समारभेत श्वास युक्तेन मंगल नामे जल मंगल नामे अग्नि नाम मंगल है नमो नमः पुष्पानी अलिकति त्यो पानी ल्याउँदा आमाले पानी ल्याउनु तथा पूर्वकृत संकल्प स्वाद्य काशीपुत्र उत्पन्न नमप्रसाद कुमारस्य तथा तथा तिलप्रसाद कुमारस्य विशेषतः चूड़ा कर्मणिक निमित्तक अग्नि तथा स्थापित अग्निपूजनादि कर्मणि तद् ब्राह्मण द्वारा चरु आद्य हवनाम अहम करिष्यामि ब्रह्मचारीमा ल्याउने हो यसको वर्तमान गर्ने हो ल ल्याउने हो ल सोध्नुपर्छ भनेर पाउँछ अलिकति पानी है पानी यसो अलिकति नानी त्यहाँ अगाडि बस जाऊ अब यो एउटामा त्यो तातो पानी राखेर एउटामा चिसो पानी राखेर त्यो चारवटा बचाउनु होला एकवटा झन्डा एकदिन समाउनु पर्ने होला त्यहाँ तान्छ यो त बाबु एकैलाई त्यो अलिक मसिनो उयो त खालि मामाले यता छ कि क्यामेरा यो भिडियो हेर्दै गर यो मामाहरूले त्यो थाल चाहिँ हात हाल्नु पऱ्यो पहिला मामाले थाल हात हाल्नु पऱ्यो मामालाई त्यो पूजा थालिदिनु पऱ्यो त्यो मेरो भान्जाको कपाल काट्दाखेरि त्यो हतियारले केही चोटपटक नलाग्ने पूजा गर्नु पऱ्यो मामाले ओम अस्त्राय नमः सुराको पूजा गर्दैन है छोराको तिनै सुरमा है जता जता छ त्यसै गरी सिउरी त्यो गाँठा सिउरिनु पऱ्यो है गाँठा अनि त्यो अहिले काट्दाखेरि त्यही सुन्छ त्यो कपाल काट्दा त्यही सुन्छ काट्छ त्यो पवित्र त हिँड्दै काट्छ होइन त्यही तिन ठाउँमै होइन त्यही तिनवटा हाल्दौ न त्यो निकालेर तिनवटै हो गर न एकै मानेर मामाको हात अलिकति जल दिनुहोस् न त ओम जेन पाप विदा आल बाह्यम ऋषि पङ्क्ति छन्दा सविता देवा सकेन कुश पास त्रेधे धनमा जले विनियोग जल भैमा छोडिदिनु पऱ्यो है जल भैमा अब त्यो कुशहरू ठ्याक्क लाएर है त्यो ए मामा त्यो एकचोटि हतियार चाहिँ ठ्याक्क लाएर ओम अस्त्राय नमः भनेर ढोक्नु पऱ्यो है दुईवटा मामाले मेरो भान्जालाई कुनै पनि चोटपटक नलागोस् भन्नको लागि ओम अस्त्राय अब ठ्याक्क लाएर लिने है ठुलो मामाले ठ्याक्क लाएर लिने त्यो ठ्याक्क लाएर काटेर गोबरमा राख्नु पऱ्यो काट्दै गोबरमा राख्ने है त्यसैले तिनचोटि गरौँ न पहिला उतैलाई तिनचोटि गरौँ पूर्वकै त्यसैले तिनचोटि पुससहित काट्नु पर्छ नि अब त्यसपछि गएर पछाडिपट्टि जानु तिनचोटि भइसकेपछि है पुस र कपाल पुसलाई अचानो बनाएको चोट लाग्ला भनेर पुसलाई अचानो है त्यसैमा राखिदिने ल अब पछाडि पनि त्यसै गरी ल हरि ओम स्वस्ति न इन्द्रो सर्वाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नः साक्षियो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्ददातु
त्यो गोबरमै भनेको छ, अब अर्को गोबर भनेको छ। गोबरमा राख्ने है। मामा तिनचोटि इन्द्रो बृहस्पतिर्वाः विश्ववेदाः स्वस्ति नक्षत्राक्षो अरिष्टनेमिः स्वस्ति नो बृहस्पति। अब त्यो उसलाई काट्दैन पर्यो त्यो गाँठामा। यसरी हात त्यो थापिरौ, थाल थापिरौ, त्यो छाला हाल्दिने। कपाल छोरीको काम कपाल भैमा नपार्नु। ल ओ अब मामा त्यो अलिकति भान्जाको मिलाएर टुप्पी चाहिँ तपाईँ ठुलै सर्दिनु, ठुलै टुप्पी ठुलै ठुलै अलि अलिकति पानीको सपोर्ट गर्नु है। टुप्पी छोडेर यसो दायाँ काट्दैन है, रिलिज। यता मामा यता हेर्नु, गाईको खोर अट्नु भनेको अलि ठुलै फेरो राखिदिनु। त्यहाँ बानिराखेको छ नि। रबर लाउनु चाहिँ अलि भएन, निषेधै हो। ल ठिक छ, अहिले मामाले त्यहाँ चिनो लगाइदिनु ल। चिनो लगाइदिएर अलिक ठुलै चिनो लगाइदिनु है। ठ्याक्कै एउटा गाईको गुर बराबरको वरिपरि नै लैजानु। कपाल चाहिँ दिदीबहिनीले चाहिँ कपाल भैमा नपार्ने हो, अनि अलिक दिदीबहिनीको काम त्यो हो। त्यो गर्दा हो। त्यसैमा यो पहिलोचोटि चाहिँ खौरिया कपाल, यो चाहिँ खोलामा गङ्गामा लगेर बगाउनु पर्छ। वरिपरि मात्र है। हजुर हो, अहिले चिनो मात्र लाग्छ। गोबरमा राख्छ है, गोबरमा तिनचोटि ल। ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्षी मङ्गलाय तनोहरि इन्द्रो बृहस्पति। पछाडिको यतापट्टि ओम स्वस्ति न इन्द्रो सर्वाः स्वस्ति नः पूर्वा विश्ववेदाः स्वस्ति नक्षत्राक्षो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्ददातु। तिनचोटि कपाल र मुखसँगै शिवे सर्वार्थ साधिके शरणे त्र्यम्बके गौरी नारायणी नमस्तुते। हरे देवी नारायणी नमस्ते। अब मामाले के गर्नु पर्यो भने त्यो अलिकति कपालको मेन भाग टुप्पीलाई यसो अलिकति भिजाएर टुप्पी छुट्याइदिउँ है। अनि अलिक टुप्पी छुट्याइदिउँ है। अहिले छुट्याउने बेला ठुलो गरौँ, अनि अलिक बरु धेरै ठुलो हो भने अनि खब्रेर अलिक सानो गरौँ। गाईको एउटा गाईको खोर अड्ने चाहिँ भनिहाल्छ। त्यही थाला त्यो गोबर त्यो कपाल चाहिँ गोबरमा, अनि त्यो के अरे के अरे ऊ चाहिँ जुटीका चाहिँ थालमा ट्याक्क राखिदिने। अनि दिदी बहिनीलाई एउटा त्यहाँ पहेँलो कपडामा पोको पार्न दुईवटा रुमाल पहेँलो त्यहाँभित्र छ अघि हो। त्यहाँ ऊ भान्जी भाउजूलाई थाहा छ, भान्जी बाबुलाई थाहा छ। होइन त्यो ब्लेड झिक्ने त्यसले खौरिनै पर्छ। अनि अलि फेरि त्यो पैँतीहरू त झिक्यो भने त फोटो मात्र गरेपछि अनि आमाहरूको एकसँग यहाँ काम सुन्छ। भेटी एउटा राखिदिनु त हजुर। मामाहरूले के गर्नु पर्यो भने पहिला कपाल खौरिने है, त्यसपछि गएर कपाल खौरिसकेपछि नुहाउने बेला मलाई सम्पर्क गर्ने। अलिकति यो नानीहरूले त्यो हल्दी मेहन्दी के थियो अलिकति बोलाइदिनु पर्छ।
स्थापित देवदेव भैरवै इन्दवासिनी स्थान विशेषाधिपति देवतावे सर्वदेव सर्वभौम पुनर्थाय पञ्चमाय भीमसेनाय पितृवे वैशानाराय तथोदराङ्गादेन भूर्भुवस्व अग्निवरुण सवित्र विष्णु विश्वे देव मर्त स्वर्ग प्रजापति शिष्ट कृतेव यथासङ्गेन प्रावर्तन अवनन्दनि विष्णु अग्निसनोदि वा सरितस्तु नक्तम् ओम अहिले विपद अब तिम्रो अनि आफ्टर हेरि हरि ओम गणनाथ गणपति महाराज पानी यसो मोल्ने के छ
लड्न लाग्यो जिउमा सबैमा टाउकोमा चाहिँ काहीँ नछोडाइकन है सबै टाउको सबै सुपीमा सबै सिधाउनु पर्छ है सबै सिधाउनु पर्छ है तर दुब्लो छ अनि कमजोर हुन्छ यो भात त खनाइ पछि पनि चाँडो गरे Bye. यो मामालाई दिएर अनि त्यो दुईटा कुरो छन् अनि पञ्चपात्र पनि होला अर्को धोती ल्याएको छ नि त्यो धोती त्यही माथिबाट फेर्ने कि के गर्ने ल्याइदिनु त्यो धोती एकैछिन फलेर त्यही सेतै मात्रै लाएर पछि अनि त्योभन्दा पछि त हजुरको त उही कुर्ता सुरुवालको सेट सुरु भइहाल्छ मन्त्रदान गरौँ यो फुकालौँ यो धोती नि फुकालौँ यस्तोकोट राखौँ सेतो धोती फेरौँ त्यसको पाल्ने
यहाँ गुरु एकैछिन त्यो चेलाहरूलाई किन दुःख दिएको एकैछिन एकैछिन गुरुलाई नै भने मैले फेरि चेलालाई दुःख दिइनँ बच्चा छन् चेलाहरू ऊ त्यहाँ गुरुबालाई दिएको फोन गरेर आएको भएर त्यो सम्झने केही काम सुधार आउनु खोज्यो 9:30 बजे आइपुग्छु भने हो भन्न त ठिकै उसको जगदीशं तस्मिन्नवत्रविक्रमनिशं व्यक्तिपादरमायितं एव भागवते एवं नित्यानां पुनः पुनः समर्थं कृषितुप जगतः परिपालनं एतादेव विश्वानं संसारं हो यस्तो गरिरहनु पर्यो मन्त्रदान हुन्जेलसम्म त वेद पनि पढ्नु पर्यो चट्टे अनि ननिभाउने अलिअलि दुईवटा थापिरहनु याद गर्छ यहाँ यादिरहनु दुईवटा हाली पुग्छ तर यहाँ ओम श्रीमान मन्त्री यमन देवी महात्मे वैवसानं नाम प्रदर्शनत्याः हरि ओम म समारं ओम चक्रगदेश भरतं नीलास्वाद निवासी वंशे महाकालिका नमस्ते आचार्य संप्रदाय गणेश कट्टु लाउनु हुँदैन तिमीले रङ्गोली लाउनु पर्छ है बाबु अनि अब यतै ल्याएर धन्य अब त बाबु एउटा दिने एउटा यतै लाउने हुन्छ यसको समय होइन मतलब त्यो दायाँ बायाँ हुन्छ नि त ट्याम भएन भने मान्छेलाई जुन बेला नि गर्छ नि त त्यो ट्याम राखेपछि अनि आधी घन्टा 1 घन्टाको त हुन्छ त त्यो मुख्य काल बेला छ नि त अध्यम संविधा प्रदान सेवावे एकामेति तप्रेते कृष्णमेत ब्रह्मयता प्रीति स्मयदा अहं रुद्रस्य धनुना तरते ब्रह्मसार्थे अहं जनाति समतं ब्रह्मोदि विशेषता नैरित्यां नमो नमः स्वर्गाय कृताय साराय सर्वकारणे ख्यातं तदेव कृष्णाय गरुडाय सल्लं नमः आत्मसम्यान् निरुद्राणां नतभ्यां नमो नमः नमो जगत्कृष्णाय दिव्य कृष्ण नमो नमः या देवी सर्वभूतेषु विष्णुमाय शब्दिता नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु चैतन्या देवी यति नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु बुद्धिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः नमस्तस्यै नमस्तस्यै नमो नमः या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु छायारूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः शान्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु जातिरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमो नमः या देवी सर्वभूतेषु शान्तिरूपेण नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः इन्द्रियाणाम् अधिष्ठात्रे भूतानाम् अभयेश्वरे या भूतेषु सुन्दरस्य व्यक्तित्वे नमो नमः स्थितिरूपेण सक्रिष्टानां मेत्रियं चेता जगत् नमस्तस्यै 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 नमो नमः इदं अल्पशीनने किञ्चित् दवाचरणादिका सर्वध्यां महालक्ष्मी त्रिगुणपरमेश्वरी लक्षणां देवीशं लक्षणां देवरूपेषु महालक्ष्मी आयुधन्यानि
थाली छैन चामल एक पान भनेर चाहिँ भन्नु हजुरलाई त्यो थाली राखेर चामल अनि एउटा प्रतिमा गायत्रीलाई चाहिन्छ भन्ने मैले बेलुका छुट्याइदिएँ नि त्यहाँ भान्जी बाउजूलाई भन्नु होला हिजो मैले त्यहाँ एउटा प्रतिमा छ नि त्यो गायत्रीलाई भनेर भनेको थिएँ भान्जी बाउजूलाई हिजो लिनु भएको त्यो र अनि त्यही थालीमा चामल एक पान प्रत्येक दिन बिहान नुहाउनु पर्छ फेरि ब्राह्मणले आउँछ कि नआउँदैन त्यही टपरीमा कता हो त्यही छ अनि उहाँलाई चाहिँ कहीँ कथम जग्गातिर कोही महिलाहरूलाई कुनै पनि हेर्नु हुँदैन है हेर्नु हुँदैन पहिला उ गर्नुपर्छ है त यतालाई कुनै पात्र है यो खाली पनि समातो गुरुमा नै हराउनु भयो आफ्नै भान्जा पो अराउँदा यहाँ काम अराउन लाजै मान्नु पर्छ के हो भनेका के गर्ने जे गर्नु बाबु भनेर छोराछोरा मान्नुपर्छ गुरु भनेर नमस्कार गर्नु ती भान्जाहरूलाई पनि गर्नु भान्जाहरू नमस्कार गर्नु भान्जा बाबु भनेर खालि त्यही प्रतिमा त्यहाँ छ होइन छ गायत्रै नमः हरि ओम श्रेष्ठते गायत्रै नमः वाद्यमार्गं पंचामृतं कृष्णविधि चन्दनं अभिवन्दनमक्षतानि पञ्चलां पुष्पाणि नमः गायत्रै नमः गायत्री ओम सावित्रै नमः अब सावित्रीलाई पनि त्यसै गरी अहिले जसरी जल ओम इति सहस्रशीरेखा मूर्खः सहस्राक्षः सहस्रपातः सर्वमेको ओम गायत्री नमः सावित्रै नमः सरस्वती घन्टु कमर हो सबै तयारी गरौँ सबै एकछिन बस मामा एकछिन यसो हजुर हतार नगरेर उहाँ आमा
टाउको जोड्ने है टाउको नजिक गरे हातमा गरे पहिला तिमीहरु होला हजुरबाले जे भनेको त्यही मान्छु अब त तिमीहरू अस्ति नै अघिसँग हिजोसँग अर्कै थियौ आजबाट अर्कै भयो नि फेरि तिमीहरू आजबाट शुद्ध ब्राह्मण भयो जे पाए उही खानु हुँदैन माछा मासु खानु हुँदैन अन्डाको त झन् बाउले हेर्नै हुँदैन खाना त झन् हेर्न पनि हुँदैन मोमो पिज्जा बर्गर केही पनि छुनु पनि हुँदैन हेर्न त जाओस् रातो लाग्यो गुरुको हातमा राख्ने खुट्टै ढोक्नु पर्छ कि त्यसरी उ गरेर हुँदैन अझ कान सुहाउनु पर्ने अब त एकदम अनुशासना गर्नुपर्छ अब उनीहरूले सुन्नुले पायोले अनि महिनावारी भएका महिलाहरूले सुनै हुँदैन हुने चाहिँ छुनु पनि हुँदैन उनीहरूले छोए कि नुहाएर जनै फेर्नु अलि सानो दिउँ न हो त्यसरी बिस्तार हो हुन्छ माथि नै गएर गरे नि हुन्छ हैन यतै यतै ल ल हजुर पहिलोबाट सबै परिवार होला कि हजुरले मिलाएर गरे भयो बाबु भयो अब हजुरआमालाई है ल हजुरआमा टाउकोमा हात हाल्नु ल भयो भयो त्यो क्यामेरा टाउकल चाहिँ तल गरे ठुलोबाबुले हो ठुलोबाबुले टाउकल तल ल भयो बाबु अब हजुर के मम्मीको खुट्टा ढोका दुबईले मम्मीको पनि त्यसरी नै खुट्टा ढोका मम्मीको ल हो ल है ठिक छ बाबु अब त्यही त्यसरी नै मम्मीको पनि ढोकिया हो ल अब ढोको बाबु
क्यामेरामा हेर है उतामा हेर है त्यस्तै गरे हो फेरि अब चापमा है यहाँ हेर्नुहोस् है यहाँ हेर्नुहोस् है माथि ठुलो छ यता हेर्नुहोस् है यहाँ फोटो अलिकति क्लोज भइसक्यो अलिक क्लोज सँगै हो ल है यस फेरि एउटा है यहाँ हेर्नुहोस् है यस रेडी यता हेर्छ है सबै है फेरि एउटा है यस रेडी ल यहाँ माछा आगो नखिदिनु बाहुन बाठामा गर्ने अब जुन चाहिँमा 5 4 मलाई थाहा छ क्या त्यो पहिलो गर्नु पर्दैन होइन ऊ उतैसँग बसेको छ नि अन्त्यबाट समातेर यता आउने यता भगवती भिक्षा मे देहि Oh,
भगवती विद्यामे देहि ॐ भगवती विद्यामे देहि ॐ भगवती विद्यामे देहि ॐ भगवती विद्यामे देहि अहिले कमण्डलमा पार्दैन नि सबै खाइदिनु हामी श्रीलङ्का भाइहरू देखाएको कपुर छ नि यहाँतिर खै छ बलिसक्यो हजुर त्यही छ यो पानी भन्नु पर्यो त्यो पुजुनाउ छ बाबु हेर त पुजुनाउ
अलिअलि गरे हो तलको माथि है एउटा चम्चा दिनु चम्चा विनियोग छ विनियोग छ यसले यो जनाइको अलिक पछि अब त्यो पछाडिको तर्फमा
उता पछाडि पानी पनि चाहियो है गिलासमा पुरै हेर्दा पूर्वतिर फर्केर मामा त्यो दाँत मान्दालाई व्यवस्था गरिदिनु यसो घुमाउनु पर्छ राइटपट्टिबाट है दुईटैले भित्र केही नआउनु दिदी ल उयो अलिकति पेडा चुडेर दहीमा चुपेर यहाँ चढाउँ एकचोटि यहाँ त्यहाँ क्लास फेरि अर्को दोहोऱ्याएर ओम भुवः स्वाहा फेरि अर्कोचोटि भुवा नाम पत्ता छ ओम शिव स्वाहा फेरि बोल्न पाइँदैन नि खाँदा यो फेरि अलिकति जसले यसो गर्छ फेरि घुमाइदिए अब अब त्यो ट्याक्क लाएर लिने अलिकति धुलो पारेर अब अलिक ठुलो धुलो पारेर त्यहाँ ट्याक्क चोपेर सप्राक तिनचोटि पारेर खाउँ तिनचोटि पारेर झरिया टिप्नु हुँदैन त्यही उसैकोले तिनचोटि गरेर खाने ल अब अर्को अब अरू चाहिँ अब त्यो नसिद्धिन्छ बोल्न पाइँदैन है बोल्न पाइँदैन फेरि बोल्न पाइँदैन अरू खाने इसारा गरेर माग्ने अरू खाने त्यो सिन्का दिन अब दाँत खुला गऱ्यो दाँत बाँध्नु पर्यो अब दाँत बाँधेर फेरि खुला गरेर आऊ त्यो जाँदाखेरि त्यो भाँडा लिएर जाऊ खुला गरेर होइन यिनीहरूको कामै मागिरहेको थियो खुला गरेर अब त्यो चाहिँ अब त्यो गिलास तिनै राख्छ बाबु गिलास ती छोड्दै गिलास ती छोड अब त्यो दन्चुरा ती राख्छ अब यो भाँडो लगेर नि तिनै राख्नु अब अगुवाईले जहिले पनि खाएको भाँडो अनि उहाँ उसमा भाँडा मान्ने ठाउँ लगेर राख्नुपर्छ नि उठाएर गायत्री मन्त्र राम्रै जपिराख्नु है अहिले दिएको मन्त्रहरू चाहिँ सबै शिक्षाहरूलाई ग्रहण गर्नु है नाति हो धेरै धेरै आशीर्वाद कान्छु यता आएर बाबु यताबाट यसरी समाए यसरी नातिहरूलाई इल्ला बाबु जल हाल्दा जल हाल्दा एकैछिन रोकिदिनु भने 2 मिनटको काम 2 मिनट रोकिदिन्छ ओम यति हने ओम यति तथा विदाय ओम पितर इति प्रजापति एकछिन पक्नु सरस्वती रेखाया पितर देवता निषेचने विनियोग भएमा छोड उ त्यो दुनामा चाहिँ दुना समाउने छ यसरी समाज यो स्टाइलले बुढी औँला बाहिरपट्टि बुढी औँला निकाल्नु ओम पितरः सुन्दोदोम ठ्याक्क उयसमा पर्ने गरी जल चढाउनु बुढी औँलापट्टि ओम पितरः सुन्दोदोम ततो सपिएन अब त्यसलाई तिनै छोडिदिनु ततो सपिएन अब जनाएर यतापट्टि ततो द्वितीय पवित्र
नयाँ चलन ल मामाले दिएको खिचडी धेरै जान्ने खाल नयाँ चलन धेरै जान्ने धेरै होइन बसेर यतापट्टि लगाइदिन्छु है पैसा छैन भनेर मलाई डर लागिसक्यो नहाल्नु है मलाई डराइदिएर माइजूले डर लाग्ला यसरी भोलि पनि त्यस्तै गर्नुपर्छ त्यस्तै अब यति भयो कालो चस्मा पाइन्छ नि त होइन समेत खोइ त पाइएन भने त कति बजेछ भाइ
अलि धेरै चढाइ नै हुन्छ अब अक्षता रातो जौतिल अनि त्यो लावा चौतिल पहिला चढाउनु यो चौतिल अब लावा चढाउ अब फुल चढाउ फुल चढाउ नैवेद्य चढाउ यहाँ चाहिँ फुल यहाँ छ हातलाई तल राखेर यहाँ पर्दैन है पछाडि ल है ल है अलिकति पछाडि आऊ है मेरो यस 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 रेडी यहाँ हेर्नुहोस् है सब बाबुले हात है मम्मी खोइ यस रेडी बोला न बाबु राम्रो अनुहार लाग्छ यस यस रेडी वन्स मोर साबु दिदी ल अब निश्चललाई मात्र बसेर एउटा खिच न सेन्टरमा ल जु गइहाल्ला दुईटा दाजु निश्चल छैन नि ए हो त ल उसको गहना खै त गहना मामाले सोध्नु पर्छ के गरेर यस यस रेडी ल यस रेडी ल ल ल यस यस रेडी बाबु अलिकति पछाडि है टाउको अलिक तल गर्छु है हो ठिक छ यहाँ हेर्नुहोस् है रेडी अब हामी तल तल ल है यहाँ हेर्नुहोस् है यस 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 रेडी वन्स मोर फाइन ल मामा माइक रेडी तर एकैछिन त भाग्ने नि हुन्छ नि त्यति धेरै मामा एउटा नि एउटा सँगै हाल्छ भागेर घर ल्याउँछ नि भागेर भाग्दै भागो रहन्छ तर पाएकै छैन नि अलिकति बाटो खाली गरिदिउँ न ल यहीँबाट भागो बाबु अब हिँडाएर 1 2 3 डन यस ल ल ठिक छ बाबु ठिक छ भयो 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 आमा बाबुले यो लुगा दिन्छु दुवै टाउकोमा हात हालिदिनु पऱ्यो है ल भयो 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 बाबु भयो भयो उठा 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 भयो 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 क्रस गर फेरि यता फेरि यता 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 फेरि लटो बच्चा काश्यप गोत्र नाम शर्मणो अहम मम अध्यादिनाथ अस्मत् गृहमण्डपे आदौ दीपकलश गणेश पूजन पूर्वकं ब्रह्म विष्णु प्रजापति स्थापनादि पूजनादि आवाहनादि हवनादि कर्मणि तत् विशेषतः अध्यादिनाथ अस्मत् चूडा उपनयन वेदारम्भ समावर्तन कर्म परिपूर्णार्थ निमित्तकम् उत देशान्तरादि कर्म परिपूर्णार्थ निमित्तकम् पूर्णपात्रं ततः सत्पुण्यादि फलप्राप्ति कामनाय सिद्धयार्थं सत्पुण्यादि फलप्राप्ति कामनाय सिद्धयार्थम् अप्राप्त लक्ष्मी प्राप्त्यर्थं प्राप्त लक्ष्मी दीर्घकालीन सन्ति कामनाय सिद्धयार्थम् ततः पूर्णपात्रम् अन्नं प्रजापति देवतानां पाकतोः प्रचलित नेपाली द्रव्याणां विष्णुदेवतानां बसेवा उठ्ला के गरिसके जस्तो लाग्छ होइन अलिकति हवन गर्नुपर्छ बस
ओम कुलदेवताभ्ये स्वाहा ओम यजमान कुलदेवताभ्ये स्वाहा 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 ओम कुलदेवताभ्ये स्वाहा कुलदेवताभ्ये स्वाहा कुलदेवताभ्ये स्वाहा कुलदेवताभ्ये ओम भैरवाय नमः स्वाहा भैरवाय नमः पंचपांडव स्वाहा नारायण नमः स्वाहा ओम आकाशे स्वाहा ओम आकाशे आदिओ में विनियोग ओम फिर जलाल के दिल का नाम है आदिओ में विनियोग हम मेरी जल छोड़ देने ओम ऐसा मग्नाय नमः शायद मग्नाय नमः शायद कितना बेचारा परमा कर्म पट्टा गुणभाद्रम सत्कुर्याति फलप्राप्ति कामनाय गुणभाद्रम पट्टानाम यथा नाम अवदत्तो कौलिनिकुदा शर्मणे ब्राह्मणा इमेम शरदा शतकुशलेम शरदा देवा गातविद्वा मनस्मृति देवा जति स्वाहा तो महाबली बलि महाबली सबैजनाले भन्नु पर्यो ओम ओम गावे नमः ओम कृष्णाय नमः वर्तमान निवेशय नमः नमः नेर शब्दान वसन्ति भइमन्ति जन्मा ओम मनोमय तर्पेत वाचमय तर्पेत कुनै लाइन पर्छ है पछाडी पनि यसो अलिकति सर्किट ओम मनोमय तर्पेत वाचमय तर्पेत प्राणमय तर्पेत चक्रमय तर्पेत श्रुतमय तर्पेत तेरा तोह सानिरो कदय निर्मलताय साने देवाः ओम आकृति माने प्रयोग स्वाहा भाषा व्यक्ति माने प्रयोग स्वाहा पदा पदे माने स्वाग्नाय वचनराय शब्दते अग्नि शब्दान देव शब्दान पुराणे सप्तवेद ओम गुणाधर्मे परमद अभ्यादादा ओम इति खोजो मायति ओम एदोसे भाइ अब मैले सुरु गर्न त हजुर यो हरे ओम अभ्यादामे सविदा अग्नि प्रतापते तोयि प्रत्यक्ष सादर्शनिलित्वादितो अहं ब्रह्मा क्षत्रञ्च सम्यक् सह तन्लोकं भजते यत्र देवाः सह गणाः चित्रन्द्रसेवायुं सह तन्लोकं पुण्यं पठते यत्र चेदिन विदते तिनचोटि गरेर ओम स्वाहा ओम स्वाहा ओम स्वाहा एउटा सानो सूर्यजी नामकरणको भएको हुनाले ओम फुलले यसो नमस्कार गर्न एकैछिन हजुर यहाँ अब हजुरहरूले चाहिँ हजुरहरूले गर्दा ओम गजानन सकरात सेवितं कपितकं गोपालचार वस्त्रणं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरं पादमङ्गलं विघ्नेश्वराय वरदाय
प्रियाय समुद्राय सकलाय जगद्धिताय नागाननाय सूर्याय जगदाय गणनाथ नमो नमस्ते हे भक्त्याय नित्यमय सद्गुरु नमस्कार यज्ञ पुरुषाय नमः सूर्यादि नमस्कार दियो कलश भने सबैलाई ओम यति मन्त्र मेच ल्याउने माइदेवी आइफोन त बस्छ त ए नानी तिमी अलिक पछाडि जाऊ मेजलाई पछाडि लगा अझै अझै हो हजुर टिका लाउन जाने अब त्यो त्यहाँ राखिदिएर आऊ त्यहाँ डालो त्यहाँ राखिदिएर आऊ अनि फेरि घर जाने बेला भयो अरे क्या ल आउँछ अब रियाजलाई पठाइ टिका लाउन आइहाल नि Yes, ready. Fine. यहाँ अलि
एउटा साथी राख्नु पर्यो कि अब यहाँ ल Yes, yes, ready. Once more. सबैको आयो है yes, yes, ready. हजुर अलिक पछाडि जानुहोस् अघि अर्कै ड्रेस थियो अहिले अर्कै yes, ready. Yes, ready. Once more. Yes, yes, ready. Yes, yes, ready. Once more. Sir, mau kanan ni lah. अघि नै खोलेको थिएन